नेपाली चलचित्र दिमाग खराब बारे यो हो छोटो जानकारी। यो फिल्म खासमा वैदेशिक रोजगारीको सपना देख्ने एउटा साधारण मान्छेको कथा हो। तर जब ऊ भ्रष्ट प्रणाली र राजनीतिको चक्करमा पर्छ तब उसलाई न्यायको लागि आफै लड्नुपर्ने अवस्था आउँछ। ल अब हेरौं कथा कसरी अगाडि बढ्छ। पहिलो कुरा, विदेश जाने सपना र धोका। मुख्य पात्र इन्द्र शर्मा गरिबीबाट उम्किन दुबई जाने प्रयास गर्छन्, तर उनी नराम्रोसँग ठगिन्छन्। वर्किङ भिजाको सट्टामा टुरिस्ट भिसा दिएर उनलाई एयरपोर्टबाटै फर्काइन्छ। अब सोच्नुस् त, सपना त टुट्यो उल्टै ऋणको बोझ थपियो। दोस्रो कुरा, राजनीतिको जटिल खेल। जब इन्द्र आफ्नो पैसा फिर्ता माग्न जान्छन् उनले के थाहा पाउँछन् भने त्यो म्यानपावर कम्पनी त सिधै स्थानीय मेयर हरिप्रसादसँग जोडिएको रहेछ। अनि मद्दत माग्न जाँदा मेयरले उल्टै इन्द्रलाई आफ्नो राजनीतिक फाइदाको लागि प्रयोग गर्न खोज्छन्। भनेपछि न्याय माग्ने ठाउँ नै समस्याको जड। अनि तेस्रो कुरा, अन्याय विरुद्ध विद्रोहको सुरुवात। पटक पटकको प्रयासपछि पनि न्याय नपाएपछि इन्द्रले हार मान्दैनन्। उनले विद्रोह गर्ने निर्णय गर्छन्। मेयरको अगाडि झुक्नुको साटो उनले सार्वजनिक रूपमै मेयर पदका लागि आफै उम्मेदवारी दिने घोषणा गरिदिन्छन्। हो, यहीबाट उनको व्यक्तिगत लडाईँ भ्रष्टाचार विरुद्धको एउटा सार्वजनिक आन्दोलन बन्छ। समग्रमा दिमाग खराब एउटा सामान्य मान्छेको व्यक्तिगत लडाईँ कसरी सिङ्गो समुदायको राजनीतिक लडाईँ बन्न पुग्छ भन्ने एउटा शक्तिशाली कथा हो।